राष्ट्रप्रेमले ओतप्रोत यस्तो भाषण सायद मेरो यो जीवनकालमा अरू कसैले गर्न सक्दैन होला। म यो भाषणलाई 10 मा 10 दिन चाहन्छु र हाम्री रविना दिदीको भाषणलाई चाहिँ 10 मा 5 दिन चाहन्छु। तपाई कति दिन चाहनुहुन्छ? पटक चुनाव त आओस् न अनि हामी देखाइदिन्छौँ भनेर हामीले 84 कोरेका थियौँ। नागरिकले सबै हेरेका हुन्छन्, हरेक गतिविधि जनताले हेरेका हुन्छन्। जनताको चेतनालाई कसैले चुनौती दिन्छन्, जनता नै खराब भयो कि भनेर चुनौती दिन्छन्। होइन, यदि त्यस्तो हुन्थ्यो भने अघिल्लो चुनावमा हामीलाई 20-21 सिट होइन एकैपटक 2/3 दिन सक्थे जनताले। तर अघिल्लो चुनावमा जनताले के भने यी नयाँहरूलाई एकपटक हेरौँ ताकि यिनीहरू नमात्ने हुन्, त्यति मात्र सिट दिउँ र पुरानाहरूलाई सचिने अवसर दिने गरी यिनीहरूलाई पनि निमिटान नपारौँ भनेर नागरिकले विवेकपूर्ण ढङ्गले मतदान गरे। तर नागरिकको त्यो विवेकलाई 2/3 पाएको सरकारले चुनौती दियो। शक्ति प्राप्त गरिसकेपछि आँखामा जुन पट्टी आउँछ अब त्यो पट्टी हामीले खोल्न सक्नुपर्छ। नत्र पुराना राजनीतिक दललाई नेपाली जनताले 34, 35, 36 वर्षमा कुरे, तपाईँ हामीलाई 36 महिना 36 दिन पनि कुर्नेवाला छैनन्। यो कुरा निर्धक्क हुनु होला, किनकि जनता अब्बल चेतनामा आएको छ। अब कानुन निर्माताका रूपमा अब तपाईँहरूको दौड स्वार्थ समूहहरूको घर घरमा होइन। गुट बनाएर कांग्रेस एमालेलाई जितिँदैन साथी हो, कुनै गुट बनाउनु पर्दैन। घण्टीका मुनि सबै हटाउन सक्छौँ, घण्टीसँग त्यति धेरै ताकत छ, कहीँ गुट बनाउनु पर्दैन।